नमस्ते सबैलाई। मैले फेरि यो टिफिनको रेसिपी लिएर आएको छु हैन। सबैको घरमा आटा मुसेकै हुन्छ हैन। हामीले पराठा बनाउँछौँ नि, आलुको स्टफिङ जुन बनाउँछौँ पराठाको लागि, त्यही स्टफिङ मैले यसमा रेडी गरेको छु हैन। पहिला चाहिँ रोटी बेल्ने, रोटी बेलिसकेपछि जुन आलुको स्टफिङ हुन्छ त्यसलाई चाहिँ हामीले रोटीमा चारैतिर लगाउने। हेर्नुहोस् त, तपाईँले देखिराख्नु भएको छ हैन। यसरी नै सबैतिर लगाउने हैन। चारैतिर हामीले मजाले लगाउने र मार्जिन चाहिँ हामीले छोड्ने, थोरै चाहिँ मार्जिन छोड्ने, सबैतिर स्प्रेड गर्ने। अनि त्यसपछि चाहिँ हामीले यसलाई काट्ने, पिज्जा कटरले यसलाई 8 भागमा काट्ने हैन। तपाईले देखिराख्नु भएको छ, यसरी नै काट्ने। त्यसपछि मैले चाहिँ यसमा चिज युज गरेको छु हैन। मोजरेला चिज थियो हैन, मैले त्यो युज गरेको छु। यसरी नै हामीले सबैतिर लाउने हैन चिज। अनि त्यसपछि यसलाई फोल्ड गर्ने। तपाईले देखिराख्नु भएको छ, यसरी नै हामीले फोल्ड गर्ने अनि यस्तो सेप दिने। भेरी इजी पनि हुन्छ र यो डिफ्रेन्ट सेपमा भएकोले बच्चाहरूले पनि खान रुचाउँछ र खाँदाखेरि पनि त्यतिकै टेस्टी हुन्छ। हेर्नुहोस् त, चक्लेट जस्तो लाग्छ नि। अनि यो बच्चाहरूले पुरै फिनिस गरेर आउँछ। यो दिनुभयो भने चाहिँ बच्चाहरूले पुरै फिनिस गरेर आउँछ। उनीहरूको मन पर्ने कुराहरू छ, चिज छ, आलु छ हैन। र टिफिनको लागि बेस्ट हुन्छ। यस्तो टाइपको टिफिनहरू पठाउनु भने बच्चाहरूले कम्प्लिट गरेर आउँछ। हेर्नुहोस् त, हेर्दा पनि सो यम्मी छ नि। हजुरहरूले नि आफ्नो बच्चालाई यसरी नै बनाएर दिन सक्नुहुन्छ हैन। मेरो बच्चालाई चाहिँ यो एकदमै मनपर्छ र हामीले ससहरूसँग सर्भ गर्ने। अब म यसको टिफिन प्याक गर्न आँटेको छु। मैले त्यसको लागि चाहिँ इको बेकिङ पेपर लिएको छु हैन। बेकिङ पेपर चाहिँ हामीले बेकिङ पेपरमा चाहिँ मैले त्यो सबै राखेर अनि जुन अघि फ्राई गरेको थिएँ त्यो सबै राख्ने। यसरी नै टिफिन प्याक गर्दैछु मेरो बच्चाको लागि। अनि मैले फ्रुट्समा चाहिँ ग्रेप्स दिएको छु भने, अनि साइडमा सस, योसँग खानको लागि सस हाले। यो सससँग चाहिँ एकदमै टेस्टी हुन्छ र बच्चाहरूलाई पनि एकदमै मनपर्छ। तपाईहरूले पनि यसरी नै टिफिन रेडी गरेर आफ्नो बच्चालाई दिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। सी यू बाई इन द नेक्स्ट भिडियो।